स्वागत छ पातलमा। यो एउटी नाटक गर्ने महिला बरालिँदै बरालिँदै पुगेकी छे पातलमा। धरतीमा पनि धेरै बराली उमेरले डाँडा काटिसक्यो। न त यसको बिहे हुन्छ न त कुनै केटाले यसलाई पत्याउँछ नै। खाली काम 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 भनेर कुच्चे काम पनि के गर्छ कसैलाई थाहा छैन। एकछिन पातलको अगाडि छ गङ्गा। यो हो पातल गङ्गा होमस्टे सुर्खेत। दोस्रो कुरा चाहिँ गीत चाहिँ जुन जुन पोइन्टबाट आफूले जोडिन पनि मिल्छ क्या। जस्तै सबैले सँगै अघिले तिमीहरू दुईजनाले तिनजना सँगै गर्दाखेरि के उठाउँदाखेरि बिग्रिँदैन। एउटाले उठाउने अरूले त्यसलाई कभर गर्छ। सुर्खेतमा रहेको पातल गङ्गा होमस्टेमा यो महिलाको के काम अन्दाज लगा। पातलमा पनि चिया पाइँदो रहेछ भनेर अचम्ममा नपरौँ। हाम्रोमा राजनीतिमा चिया, चियामा राजनीति हुन्छ। के अन्दाज लाग्यो त? दुई दिनको जिन्दगी हाँसे पनि रोयो पनि आदि बाँच्नु पर्ने। यही हो भविष्यवाणी। कता गयो त अन्दाज, के भयो त भविष्यवाणी? कतै दिमागको दही त भएन हाम्रो। ठिकै छ, फेरि चिया काम दिमाग खुलामा नि आफ्नो कामतिर लागौँ है त। हामी छौँ कर्णाली आर्ट सेन्टरबाट। यो हो पातल गङ्गा होमस्टेमा इस्ट मिट्स वेस्ट केएससी आर्टिस्ट एक्सचेन्ज प्रोग्राम। नाउ वी आर वर्किङ टुगेदर भनेर हामी यहाँ बसेर गर्दैछौँ नाटकको अभ्यास। नाटकको अभ्यास सके पछाडि हामी जानेछौँ नाटक गर्न। मेरो बहुमत छ यहाँ घरमा। बहिनी मेरो साथमा छ। तर एउटै सानो लाइन हो खासमा यहाँनिर होइन। ल है त, हामी पनि नाटक अभ्यासको अन्तिम चरणमा आइसकेका छौँ। अब हामी सिधै भेट्ने छौँ मैदानमा। कर्णाली आर्ट सेन्टरले चाहिँ विगत 18 वर्षदेखि कर्णालीका विभिन्न ठाउँहरूमा पुगेर नाटक मञ्चन गर्दै नाटक मार्फत जनचेतना जगाउँदै समाज रूपान्तरणको लागि काम गर्दै आइरहेको छ। र यही यात्रामा हामी पनि जुटिएका छौँ। विभिन्न ठाउँका विभिन्न थरीका मान्छेहरू। अब हाम्रो सुरु भयो यात्रा। यो चाहिँ खलङ्गा हो र हामी गर्दैछ खलङ्गामा। हामी खलङ्गा भनेर खलङ्गहरू खलकहरू तपाईँ पनि हुनुहुन्छ? ल अनि यता म छु। खलङ्गाका खलकहरू हौँ हामी। खलङ्गाका खलकहरू हामी। अहिले हाम्रो एक्टिङ आइसकेको छ। अब मासु भात खाइसकेपछि गाँठे खत्रै कुरा अति ठुलो नारामा होइन, चरित्रमा हुन्छ। देश बनाउने मनको दियो भित्रभित्रै बल्छ। म डुलन्तेको चाहिँ यताको यात्रा नयाँ भने होइन, तर जति पटक यताको यात्रा गरे पनि मलाई नयाँ जस्तै लाग्छ। केही पाए जस्तो, केही पाए जस्तो, केही महसुस भए जस्तो। हेलो एभ्रिवान, म जाजरकोटको खलङ्गामा छु। पछाडि देखि पनि रहनु भएको छ। अनि चुनावको माहौल छ, जताततै मेला लागे जस्तो भइरहेको छ। अनि एकदमै प्रचार प्रसार भइरहेको छ मेलै जस्तो। तर फोहोर पनि त्यतिकै भइरहेको छ कि पोस्टर यति टाल्नु भएको छ जहाँ पाए त्यहीँ। पोथीभाषीको खासै सुन्नुपर्छ भन्ने त मलाई लाग्दैन, तर हाम्रो वरिपरि के भइरहेको छ भन्ने कुरा त हामी आफै महसुस गर्न सकिहाल्छौँ नि होइन। जाजरकोट रिम्ना पश्चिम रुकुमको पुलमा बुरुक उफ्रिँदै थियो यो केटी। अहिले उफ्रिँदा आइपुगी मुसिकोटको यो पुलमा र वरिपरिको रमणीय दृश्य हेर्दै बिहान पनि भइहाल्यो। तर सुत्न पनि सुतेको हो है। अनि यहाँ चाहिँ आज छ नाटक। नाटकको नाम हो मतको मूल्य। हाम्रो एउटा मत कति महत्त्वपूर्ण छ होइन त। पातल यात्रा गरे नि, आकाश यात्रा गरे नि, धरती यात्रा गरे पनि यात्रा त एक दिन सकिने नै रहेछ। तर भोगाई अनुभव महसुस कहिले सकिँदैन। सबैमा धन्यवाद। फेरि भेटौँला।